धेरै धेरै धन्यवाद सबैजनाहरू यहाँ उपस्थित हुनुभयो र जगन्नाथ बलदेव सुभद्रामाई जुन उहाँहरूको जुन रथयात्रा चाहिँ एकदम विशेष छ र भाग्यवश आजकै दिनमा हामीहरूले यसलाई मनाउन पाएका छौं। किन भन्दाखेरि यो आजको जुन तिथि छ यही तिथिमा चाहिँ जगन्नाथपुरी संसारकै सबैभन्दा ठूलो रथयात्राको जुन महोत्सव छ त्यही दिनमा चाहिँ आज हामीले यो काठमाडौँ शहरमा पनि हामीले मनाउन पाएका छौं र लगायत संसारको विभिन्न शहरहरूमा इस्कन मार्फत यो रथयात्रालाई मनाउने गरिएको छ भने कतिपय इस्कनहरूले चाहिँ अरू दिनहरू अरू तिथि पारेर यो मनाउने गरेको छ। र यो जगन्नाथ रथयात्राको विशेषता के हो, यसमा हामीले किन भाग लिनुपर्छ, यो रथलाई हामीले किन तान्नुपर्छ, यसमा विभिन्न भक्तहरूले यसमा बताउनु भएको छ। तर मैले यसमा बुझेको चाहिँ कुरा के हो भन्दाखेरि भगवान श्री कृष्ण वृन्दावन छोडेर द्वारका गएर बस्नु भएको थियो र द्वारकामा गएर उहाँ 16,108 रानीहरूसँग बस्दाखेरि वृन्दावनमा भएका गोपीहरूले चाहिँ र गोपाहरूले उहाँलाई धेरै मिस गर्नुभएको थियो। एकदम उहाँलाई चाहिँ होइन उहाँको विप्रलम्ब होइन त्यो भावमा चाहिँ उहाँहरू चाहिँ बसिराख्नु भएको थियो। एक दिन, 2 दिन, 1 महिना, 2 महिना, 2 वर्ष उहाँ फर्किनै आउँदै हुन्न। अनि त्यो सहन गर्न नसक्ने भएपछि उहाँहरू स्वयं द्वारका पुग्नुहुन्छ, गोपीहरू चाहिँ द्वारका पुग्नुहुन्छ र द्वारका पुगेर चाहिँ भगवान श्री कृष्णलाई वृन्दावन फर्किनको लागि उहाँहरूले आग्रह गर्नुहुन्छ। र यो लीला त अफकोर्स लाइक लामो छ, तर छोटकरीमा भन्दाखेरि आजको दिनमा भगवान श्री कृष्णलाई द्वारकाबाट वृन्दावन लानको लागि भगवानलाई रथमा बसाएर गोपीहरूले पूर्ण भावमा आएर चाहिँ उहाँहरूले चाहिँ तानेर लानुहुन्छ। सो आजको दिनमा जगन्नाथ बलदेव सुभद्रामाई जो भगवान श्री कृष्ण, उहाँको दाजु बलराम र बहिनी सुभद्रा हुनुहुन्छ, उहाँहरूको रथ तानेर हामीहरूले भगवानलाई हाम्रो हृदय वृन्दावन रूपी हृदयमा हामी तान्न सक्छौं, उहाँहरूलाई हामीहरू होइन आसन ग्रहण गराउन सक्छौं। त्यसैको विशेषतामा यो रथयात्रा मनाउने गरिएको हो। सो हजुरहरूले पनि आजको दिनमा भरपूर फाइदा उठाएर भगवानलाई आफ्नो हृदयमा तान्नु होला र विशेष गरिकन आजको दिनमा चाहिँ भगवानले पूर्ण रूपमा कृपा पनि दिनुहुन्छ र त्यो कृपा पनि प्राप्त गर्नुहोला। हरे कृष्ण। श्री जगन्नाथ बलदेव सुभद्रामाई की जय, गौपाद की जय। हरे कृष्ण। धेरै धेरै धन्यवाद श्री देव कृष्ण वृन्दावनमा गोपीहरूको जुन प्रेम थियो